चियासँग खानको लागि पर्फेक्ट अनि एकदमै मिठो र लामो समयसम्म स्टोर गरेर राख्न सकिने निम्की घरमै बनिन्छ भने किन बाहिर किनेर खानु होइन। आज चाहिँ मैले त्यस्तै एकदमै सजिलो तरिकामा लामो समयसम्म स्टोर गरेर खान मिल्ने निम्की बनाउँदैछु घरमा। यसलाई बनाउनको लागि सुरुमा हामीलाई चाहिने भनेको मैदा हो। निम्की बनाउनको लागि मैले निम्की बनाउनको लागि 2 केजी मैदा लिएको छु। यो चाहिँ मैले धेरै बनाउन लागेको छु लामो समयसम्म राख्नको लागि, बट्टामा हालेर राखेर खानको लागि 2 केजी मैदा लिएको छु सुरुमा मैले। अब मैदामा चाहिँ हामीले ज्वानोलाई राख्नुपर्छ। निम्की बनाउँदा हामीलाई ज्वानो चाहिन्छ। मैले 2 केजी मैदामा 3 चम्चा जति ज्वानोलाई राखेँ। ज्वानोलाई हल्का हत्केलाको सहायताले माडेर राख्दा पनि हुन्छ। यसरी राखेपछि यसको बास्ना मिठो आउँछ निम्कीमा चाहिँ। त्यसै गरी मैले 4 चम्चा जति नुन लिएको छु 2 केजी मैदामा। अब यसमा हामीलाई चाहिने भनेको घिउ अथवा तेल हो। मैले चाहिँ 3-4 चम्चा जति तेल राखेको छु र 1 चम्चा चाहिँ घिउ राखेको छु। घिउ मात्रै अथवा तेल मात्रै राख्दा पनि हुन्छ। अब 4 चम्चा जति तेल र 1 चम्चा घिउ राखेपछि अब यसलाई राम्रोसँग मार्नुपर्छ। हामीले निम्की बनाउँदा ध्यान दिनुपर्ने भनेको चाहिँ यो मजाले मार्नुपर्छ। सबै ठाउँमा घिउ, नुन अनि ज्वानो, तेल लाग्ने गरेर राम्रोसँग मार्नुपर्छ। यो पिठोलाई मजाले मोल्नुपर्छ। यसरी मजाले पिठोमा सबै ठाउँमा तेलहरू लाग्ने गरेर राम्रोसँग यसरी मिक्स गर्नुपर्छ। हामीले पानी राख्नुभन्दा अगाडि यसरी राम्रोसँग मिक्स गर्यो भने चाहिँ, यसरी माड्यो भने चाहिँ हाम्रो निम्की क्रिस्पी मिठो हुन्छ। अब यसरी माडेर यसरी डल्लो डल्लो बनाउँदा डल्लो पर्यो भने चाहिँ हाम्रो राम्रोसँग माडिएको छ भने बुझ्नुपर्छ। यो टाइममा चाहिँ पानी हाल्नु हुँदैन। योभन्दा अगाडि चाहिँ यसरी राम्रोसँग माडेपछि बल्ल पानी राख्नुपर्छ। अब चाहिँ यसलाई डो बनाउनको लागि पानी राखेर त्यसरी तयार भइसकेपछि थोरै थोरै गरेर पानी राख्नुपर्छ डो बनाउनको लागि। मैले पानी थोरै राख्दै मार्दै गरेको छु। यसको डो बनाउने चाहिँ रोटी बनाएको नर्मल रोटी बनाउने जस्तै गरेर नै बनाउने हो। अलि रोटी भन्दा चाहिँ अलि साह्रो हुनुपर्छ यसको डो चाहिँ। यसलाई अब थोरै थोरै पानी राखेर मजाले मार्नुपर्छ। पानी एकैचोटि धेरै राख्यो भने गिलो हुनसक्छ, त्यसरी यसरी थोरै थोरै राखेर मार्नुपर्छ। मलाई चाहिँ यसरी मार्दा मार्दै यो भाँडामा अप्ठ्यारो भएको कारण मैले चाहिँ भुइँमा पनि मार्दैछु, राम्रोसँग सफा गरेर मार्न सजिलो हुने भएको कारण। अब मैले यसलाई भुइँमा राखेर मजाले मार्छु। यो चाहिँ जति मार्यो उति हाम्रो निम्की चाहिँ एकदमै मिठो हुन्छ। मैले भुइँमा राखेर अझ मजाले दुईटा हातले मजाले मारेको छु। हामीले यो डो बनाउँदा चाहिँ जहिले पनि हत्केलाको सहायताले मजाले मार्नुपर्छ। अब मैले मार्दा मार्दा यतिको भइसकेको छ। राम्रोसँग पिठोहरू सबै मुसिसकेको छ। अब यतिको भइसकेपछि चाहिँ मजाले एकछिन मारेपछि हाम्रो यो डो तयार हुन्छ। अब यतिको भइसकेपछि हाम्रो डो तयार भइसकेको छ, ठिक्कको भइसकेको छ। अब यतिको भइसकेपछि यसलाई चाहिँ अब हामीले रोटी बनाउनुपर्छ। हामीले निम्की बनाउनको लागि रोटी गोलो बनाउनुपर्छ भन्ने हुँदैन। यसलाई आफ्नो सेपले जस्तो काट्न मन लाग्छ त्यसै तरिकाले काट्ने हो। त्यसैले जस्तो रोटी बनाउँदा पनि हुन्छ आफ्नो इच्छाले। यसरी गोलो गोलो बनाएर मजाले अब रोटी बनाउँदा हुन्छ। डो तयार भएपछि मैले अब रोटी बनाउन थालेँ। अब रोटी चाहिँ मजाले ठुलो बनाउनुपर्छ। यसरी पातलो बनाउनुपर्छ यसको निम्की बनाउनको लागि रोटी चाहिँ। नर्मल हामीले घरमा खाने रोटी जत्तिकै गरेर त्यस्तै तरिकाले बनाउँदा हुन्छ। रोटी चाहिँ त्यत्तिकै पातलो बनाउँदा हुन्छ। अब मैले यसरी बेलेर यसरी मजाले बेलेर अब रोटी बनाउँदैछु। रोटी चाहिँ यतिको पातलो हुनुपर्छ, यतिको ठुलो हुनुपर्छ। एकदमै सजिलो छ घरमै निम्की बनाउनको लागि। अनि यसरी बनाएको एकदमै मिठो हुन्छ। चियासँग खानालाई अथवा जेसँग खाँदा पनि हुन्छ। अब यतिको पातलो भइसकेपछि चाहिँ यसलाई हामीले काट्नुपर्छ। मैले अब यतिको पातलो भएपछि एउटा ठाउँमा राखेर मसिनो गरी काटेको छु। आफूलाई कतिको सेप मनपर्छ, कस्तो मनपर्छ निम्की त्यही अनुसारको सेप बनाउँदा हुन्छ यो काट्दाखेरि चाहिँ। अब यसरी चक्कुको सहायताले आफूलाई जत्रो जत्रो साइज बनाउन मन लाग्छ त्यसरी काट्दा हुन्छ। म चाहिँ यसरी सिधा सिधा बनाएर सबै मजाले काटेको छु। अब सबै यसरी मजाले काटेर यसलाई फेरि आफूलाई मनपर्ने सेपमा नै यसरी साइडबाट पनि काटिदिँदा हुन्छ। अब यसरी मैले एक साइड लामो लामो बनाएर चक्कुले काटिदिएँ। त्यसपछि चाहिँ अब म यसलाई मिलाएर राखेर साइडबाट पनि काटिदिन्छु। मैले यतिको मसिनो बनाएर अब म साइडबाट पनि काटिदिन्छु। यसरी आफूलाई जत्रो मनपर्छ त्यत्रै बनाउँदा हुन्छ। निम्की चाहिँ जसरी बनाउँदा पनि हुन्छ।
अब यसरी काटेर अब चाहिँ यो फ्राई गर्नको लागि तयार भइसकेको छ। अलिक गिलो भएको जस्तो लाग्यो भने चाहिँ यसमा हल्का पिठो छर्दै हुन्छ, त्यसो गर्दा चाहिँ टाँसिँदैन। अब यतिको बनाइसकेपछि मैले अब प्लेटमा राख्छु। अरू पनि सबै एउटै तरिकाले यसरी नै बनाउने हो अब अरू पनि। अब निम्की फ्राई गर्नको लागि तयार भइसकेको छ। फ्राई गर्नको लागि सुरुमा मैले एउटा प्यान बसालेँ। प्यानमा चाहिँ मैले तेल राखेँ। तेल तातिसकेपछि मैले अब यसमा अघि हामीले तयार बनाएको निम्कीलाई राख्नुपर्छ। अघि मैले मसिनो गरी काटेको निम्कीलाई अब यसमा राखिदिन्छु। तेल राम्रोसँग तातिसकेपछि निम्कीलाई बिस्तारै राख्नुपर्छ, नत्र भने तेल माथि माथि आउन सक्छ। अब यसलाई राखेर अब राम्रोसँग चलाउनुपर्छ निम्कीलाई। निम्की चाहिँ हाम्रो टाँसिँदैन, यो पछि आफै छुट्टिन्छ हामीले छुट्याउँदाखेरि। यसरी काटिसकेपछि अब यसलाई चलाइ यसरी नै पकाउनुपर्छ मजाले रातो हुने गरेर। निम्की पाक्न अलिक टाइम लाग्छ, 4-5 मिनट जति लाग्छ। 4-5 मिनट राम्रोसँग क्रिस्पी भएर पाक्छ। यसरी चलाइ पकाउँदैछु मैले चाहिँ। निम्की बनाउँदा चाहिँ दुईजना भयो भने एकदमै सजिलो हुन्छ। एकजनाले यसरी फ्राई गर्ने निकाल्ने गर्ने, एकजनाले चाहिँ रोटी बेल्ने गर्यो भने एकदमै सजिलो हुन्छ। जतिसम्म घरमा मान्छे दुईजना हुन्छ भने चाहिँ दुईजनाले गर्नुभयो भने यसरी सजिलो हुन्छ। हामी चाहिँ दुईजना भएर बनाएको थियो, त्यसरी एकदमै सजिलो भयो। यसलाई चलाउँदै 4-5 मिनट जति भइसकेको छ। यो टाइममा चाहिँ यतिको रातो भइसकेको छ। यतिको रातो भइसकेपछि चाहिँ हामीले एकदमै ग्यासको फ्लेम लो गर्नुपर्छ, नत्र भने चाहिँ डढिहाल्छ एकैछिनमा यो निम्की। हामीले सेतोमै निकाल्यो भने काँचै हुन्छ, अथवा अलिक धेरै टाइम पकायो भने कालै भएर तितो हुन्छ। त्यसैले यो टाइममा चाहिँ निकालिहाल्नुपर्छ। हामीले निम्की बनाउँदा एकदमै ध्यान दिनुपर्ने भनेको यो पनि हो। हामीले यो टाइममा चाहिँ ग्यासको फ्लेम अथवा इन्डक्सनमा हो भने एकदमै लो बनाउनुपर्छ। यतिको भइसकेपछि मैले रातो भएपछि निकालेँ। अब यसलाई निकालेर फेरि अरू पनि मैले राख्दैछु। अरू पनि त्यसै गरी रोटी बेलेर रोटीलाई काटेर मैले फेरि त्यसलाई पनि राखिदिन्छु। रोटी चाहिँ अलिक गिलो भयो भने हल्का पिठो छरिदियो भने चाहिँ सुक्खा भएर यो टुक्रा छुट्टिन्छ। धेरै पिठो पनि राख्नुहुन्न, बाहिर पिठो राख्यो भने चाहिँ फेरि पिठो सबै तेलमा लाग्छ र अनि तेल फोहोर देखिन्छ। अर्को लट पनि मैले यसरी नै बनाएँ। यसरी नै काटेर फेरि राखेँ। रातो हुने गरेसम्म मजाले फ्राई गरेँ। अब यतिको रातो भएपछि यसको ग्यासको फ्लेम लो बनाइहाल्नुपर्छ, नत्र भने चाहिँ डढिहाल्छ एकैछिनमा। यतिकै सेतो पनि निकाल्नुहुन्न, यतिको निकाल्यो भने पनि काँचै हुन्छ, पाक्दैन। यतिको रातो भएपछि चाहिँ म यसलाई निकालिदिन्छु। यसलाई निकालेर यसै गरी अरू पनि मैले त्यसरी नै पकाएँ। अरू पनि यसरी नै काट्दै पकाउँदै गरेँ मैले। यता बहिनीले मजाले रोटी बेलेर राखेको छ, यसरी सजिलो तरिकामा उसले रोटी बेलेर राखेको छ। मैले चाहिँ त्यसलाई काटेर टुक्रा बनाउँदै फ्राई गर्दै गरेँ। यदि तपाईँहरू एकजना मात्रै हुनुहुन्छ भने चाहिँ सुरुमा काटेर राख्दै अनि फेरि फ्राई गर्दै गर्दा हुन्छ। फ्राई गर्न 4-5 मिनट लाग्छ, त्यो बेलासम्म टाइममा भ्याउँछ मजाले एकजना भए पनि। म चाहिँ यसै गरी अरू सबै निम्कीलाई पनि यसरी नै बनाएँ। मैले चाहिँ धेरै बनाएको छु पछिसम्म स्टोर गरेर खानको लागि। मजाले निम्की पाक्दैछ। अब मैले सबै निम्की बनाएर सकिसकेको छु। तपाईँहरू पनि बनाउनु होला यसरी नै। निम्की एकदमै मिठो हुन्छ। अनि यसरी बनाएको निम्की चाहिँ हामीले आलु निम्की बनाएर पनि खान सकिन्छ, चियासँग पनि खान सकिन्छ। मैले चाहिँ अहिले चियासँग तातो चियासँग निम्की बनाएर खाएँ। र अरू चाहिँ मैले बट्टामा हालेर पनि राखेको छु। यो लामो समयसम्म 3-4 महिनासम्म पनि केही हुँदैन। निम्की चाहिँ एकदमै मिठो हुन्छ। घरमै बनाएको एकदमै हेल्दी अनि एकदमै मिठो हुन्छ। तपाईँहरू पनि ठ्याक्कै यसरी नै निम्की बनाएर खानु होला, एकदमै मिठो हुन्छ। यसरी मैले बट्टामा हालेर पनि राखेँ सबै निम्कीलाई। 3 बट्टा भएको छ। थ्याङ्क्स फर वाचिङ।